ल अब केयरमेट छ म सुरुमा यसमा गर्छु अनि फेरि यसमा गर्छु है त। ल सुरुमा यो हेरौँ, यहाँ चाहिँ यो इन्डस्ट्रियल एरियाको हो। एउटा दुईटा तिनटा ठाउँ इन्डस्ट्रियल एरिया भनेर दिएको छ। अनि यो ठाउँ यो पोइन्टको जति नजिक हुन्छ त्यति ठुलो अङ्क हुन्छ, जति टाढा टाढा हुन्छ त्यति सानसानो अङ्क हुँदै जान्छ। भनेको डिबिए सानसानो हुँदै जान्छ। यसको नजिक हेर यति सानो नम्बर छ, ठुलो नम्बर छ। यसको टाढा गयो भने सानो नम्बर छ, सानो डेसिबल छ। यसमा पनि सेम त्यही छ। अब हामीले कलर अनुसारको जोन छुट्याउँछन् डिबिए हेरेर भन्नाले 95 देखि माथि हामी रेड जोन भनेर गर्छौँ। 95 भन्दा माथि चाहिँ हामी रेड कलर लाउँछौँ। 85 to 94 सम्मकोलाई हामी येल्लो कलर लाउँछौँ। अनि 75 to 84 सम्मकोलाई हामी ब्लू कलर लाउँछौँ र 74 भन्दा मुनिकोलाई हामी ग्रीन कलर लाउँछौँ है त। यो सबै उसमा त्यही भएर हामी सुरुमा चाहिँ यो तीनटा पोइन्टको नजिक हेरौँ। यो तीनटा पोइन्टको नजिकमा 95 पोइन्ट हेरेर 95 पोइन्टलाई गोलो घेरा लगाएर, त्यो गोलो घेरा कसरी लाउने त भन्दाखेरि 95 कै पोइन्टको रेन्जमा हुनु पर्यो। भन्नाले यो घेराभन्दा बाहिर 95 भन्दा ठुलो अङ्क जानु भएन। फेरि भन्छु कसरी लाउने त। यो 95 छ भने यो 95 भन्दा बाहिर 95 भन्दा ठुलो अङ्क जानु भएन। ल हेर है त, 95 भन्दा बाहिर कुनै ठुलो अङ्क छ? छैन। यतातिर छ? छैन। यतातिर छ? छैन। यतातिर छ? छैन। यता माथि पनि छैन, यता पनि छैन। सो यताबाट भएर सबै सर्कुलर भएर आयो। यो चाहिँ हाम्रो रेड जोन भयो। यसलाई मैले आरले इन्डिकेट गरेँ। अब यही इन्डस्ट्रियल एरियाको वरिपरि हेरौँ। अब हामी हेरौँ 94 सम्म, 85 देखि 94 सम्मको हेरौँ है त। यसमा 85 कहाँ छ? दिस इज 85 है त। यो इन्डस्ट्रियल एरिया यतापट्टि अहिले बिर्सिदिने, ओभरल्याप हुन्छ अहिले अरू एरिया हेऱ्यो भने। यहाँ हेरौँ है त, म अर्को रेकर्ड गर्छु।